हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ के गरौँला भन्दाखेरि यहाँ यतापट्टिको एउटा ह्यान्ड ग्रिप भाँचेको छ कि ह्यान्ड गार्ड अस्ति, अनि त्यही चेन्ज गर्न लाग्यो हो होइन। अनि त्यही अरू भने यो चाबी पनि बनाउनु पर्ने थियो। अब त्यो चाहिँ अहिले भ्यायो भने बनाउँला, अब नभए भने त्यस्तै अब हेरौँ मोडिफिकेसनहरू ठाउँतिर गएर कस्तो खालको अर्कै खालको हाल्ने भनेर सोचिरहेको छु। अब हेरौँ कस्तो कस्तो छ त्यहाँनिर, कस्तो कस्तो छ, कति कति रुपियाँ जाने छ। अनि त्यही अनुसार चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। त्यो अब त्यसमा रातो कलरको छ नि त, अनि बाइक सेतो त्यही भएर सुहाएन क्या, त्यही भएर यसमा चेन्ज पनि गर्ने भनेर सोचिरहेको थिएँ मैले। त्यही भएर अब यो पालि चाहिँ सेतो खालको हाल्ने भनेर सोचिरहेको छु। अब हेरौँ के हुन्छ। जाउँ अहिले चाहिँ अब मोडिफाई गर्ने ठाउँमा लाग्यो, मोडिफाईहरू चाहिँ हाल्ने ठाउँ मोडिफाई नै भनौँ न। अलिकति कस्तो इन्डिकेटर नभएर साइडमा यहाँ पनि हाल्छ हाल्न चाहिँ, तर हामी यहाँ तल सोधेर आउँछौँ। यहाँ साइडमा अलिक सस्तो दिन्छ कि त्यहाँनिर, अनि नभए तलतिर पनि छ, थुप्रै छ। कहाँ सस्तो र कहाँ राम्रो दिन्छ त्यहीँ जान्छ है त। यहाँ पसलमा आएर चाहिँ अब हामीले सोध्नुपर्ने हुन्छ। हाल्ने चाहिँ भने हो होइन, हेरौँ माल यस्तो छ। कति कति रेसको 950 900सम्म गरौँ नि त। हजुर दाजु 900सम्म गरौँ है। हालिदिनु ए हो हाल्ने भनेको चाहिँ कति रुपियाँ भन्दाखेरि 950 भन्दा थियो, मैले 900मा हालिदिनु भने। अनि मेरो यस्तो भयो कि एकपट्टि साइडको भाँच्यो है पहिला पुरानो, त्यही भएर चाहिँ त्यो चेन्ज गर्न लाग्यो। पहिले यो खुलेको छ, फिटिङ हुन्छ है त एकछिनमा। सुहाएन कि यसले, रातो भयो नि त यो होइन, त्यो सिल्भर सिल्भर भए सुहाउँछ नि त। अब फिटिङ हुँदैछ एकपट्टि साइडको चाहिँ। यहाँ बलराम दास पेट्रोल पम्प अलिकति तले बवाल देखिरहेको छ यतिकोमा। ल एकपट्टि चाहिँ फिटिङ भइसकेछ, अब एकपट्टि यता नि फिट हुँदैछ। फिटिङ भइसकेछ। ओभरअल लुक्स बाइकको बवाल देखाएको छ, सेतोले सुहाएको है खतरा। अलिकति यस्तो तल भावेर अलिकति सुहा थिएन अगाडि पनि, अलिअलि एडजस्ट गरेर मिलाइसकेछ। अब यहाँ अगाडि गएर तेल हाल्छौँ, अनि हामी चाहिँ लाग्नुपर्ने हुन्छ। चाबी बनाउने भनेको ऊ रहेछ कि आज त्यो चाबी बनाउने पसलले बन्द रहेछ। अब यो त छोटो हुन्छ नि त भिडियो, अनि अब पछि कुनै भिडियोसँग जोडेर हालिदिन्छु म है त। ल हामी चाहिँ यहाँ बलराम दास पेट्रोल पम्पमा गएर पेट्रोल हाल्नुपर्ने हुन्छ सिधा अगाडि। त्यो अहिले चाहिँ पुरा बिहान चाहिँ जाडो हुन्छ, दिउँसो चाहिँ औडा गर्मी हुन थालिसकेको छ। पसिनाले चुर हुन्छ। यो पेट्रोल पम्प चाहिँ मेरो सधैँ भिड हो क्या, खाली त कहिले हुन्न। ल हामी पेट्रोल पनि हालेर निक्लिसकेको छौँ। पेट्रोलको भाउ बढाइ छ अहिले। अब चाहिँ 1000 रुपियाँको ट्याक्कै 6.1 लिटर आउँछ। त्यही हो, अब एकछिन अलिअलि काम चाहिँ सकाएर हामी यहाँबाट जानुपर्ने हुन्छ है त। यो चाहिँ हामीले भयो होइन,
यो चाहिँ हामीले चेन्ज गरेको थियो होइन अनि यो यस्तो हल्लिरहेको छ नि त यो तल गयो त्यो यो सुहाएन क्या ज्याकेटलाई कम गर्नुपर्छ हामीले यो ह्यान्ड गार्ड चाहिँ मैले हिजो हालेको थिएँ नि त अनि यतापट्टिको चाहिँ नर्मली छ नि त यसकै स्टककै अनि यो पनि अब स्टकै हाल्न लाग्यो होइन यो भिडियो छोटो भएर चाहिँ यो पनि हालेको अलिकति बनाएर लम्बाइदिउँ भनेर होइन स्टकको चाहिँ यहाँ एकपट्टि साइडको यो यहाँ छ अनि स्टकको चाहिँ यहाँ छ दुइटा हो अब यो खोली सामानले रहेछ अब खोलेर यतापट्टिको पनि नर्मली हाल्छौँ है त अलिकति इमर्जेन्सी ब्रेकको लागि काम छैन कि यस्तरी भित्र जान्छ कि त्यो भएर त्यही माल यहाँ खोलीको चाहिँ यत्रो छ लामो फेरि खै यहाँ देखाउ त यहाँ ल्याउनु यहाँले उटु घुमाएको क्या हो तिमीले यार बोलिहाल्नु तर है अलिकति भागन बिहा अब त्यो राखेर अनि माथिबाट चाहिँ हान न यो तलपट्टिको चाहिँ खोली चाहिँ लिएर त्यो सानो बरु ल भर्खर मिस्त्री आएर चाहिँ अलिकति हाम्रो यहाँ खोलिदिएर चाहिँ गइसक्यो अझै यो खोली छ है त खोली त छ यहाँ तलबाट तलको सानो यो नट चाहिँ पुगेर त्यहाँ चाहिँ है यो नट हो यहाँको यो यहाँको चाहिँ अनि माथि निक्लिँदैन कि त्यो तलै मात्र बस्यो माथि मात्रै हाने कि यो नटै ल यो फाइनल निस्किसकेको छ अब चाहिँ यो हामीलाई यसरी निकाल्नु पर्ने हुन्छ ल है देखाउ नर्मल हो कि यो निक्लिसकेको छ खासै के होइन होइन अब हामीले चाहिँ स्टककै हाल्नु पर्ने यहाँ हामीसँग हेलो म्युटमा राख्दै मन लाग्यो यो हालेर काम पनि छैन कि तर मैले एक्सपिरियन्स गरिसकेँ स्टककै ठिक हुन्छ अब चाहिँ हाम्रो यो हुन्छ यहाँ अनि अब के भन्नु गाइस अब ल्याम्पमा निकाल्यो फेरि त्यो बुझौँ न यो चाहिँ अब हामीले बुझ्दैछौँ सबै कुरा चाहिँ अब हामीले एकदम घरमै बनाउँछ है फेरि शान्तिको कुरा चाहिँ अब हामीले त ब्रेकपट्टिको पनि स्टककै हालिसकेको छौँ है काम छैन रहेछ त्यो अर्को हालेर नहाल्दा नि हुन्छ यार लुक्सको लागि मात्र यो भयो त दामी हुन्छ नि त अब यति भयो जस्तो यति हुनुपर्ने खान्छ यति हुनुपर्ने दोष है यसलाई खोलेर अलिकति च्याप्ने हो क्या यसरी हुँदैन हुन्छ भने हुँदैन के धेरै तल भयो जस्तो लाग्यो ल दोस्तो ल अब हामीले चाहिँ यहाँ तल फेरि नट हालिसकेको छ अब चाहिँ हामीले नर्मली कस्नु पर्यो हुन्छ यतापट्टि चाहिँ घाट स्लिप खा भएर खोल्न मिलेन अनि यतापट्टि चाहिँ नर्मल हालिसकेको छौँ अनि लुक्स यस्तो दिइरहेको छ उता वर्क सबै लगाएर अनि नट चेन्ज गर्नुपर्छ अनि यो पनि मिलाउनुपर्छ यस्तो हल्लिरहेको छ यो पनि